2024 को ट्रेलर पछि अब आएर नेपालले 2026 मा पुरा फिल्म देखाउने मौका प्राप्त गर्दैछ। हजुर साथीहरु आउनुस्, नेपालले आफ्नो विश्वकपको तेस्रो चरण भोलिदेखि आगमन गर्दैछ। त्यसको बारेमा कुराकानी गर्नेछौँ। हामी सबैलाई थाहा भएको हो भोलिको म्याच नेपाल भर्सेस इङ्ल्यान्ड विरुद्ध हुन गइरहेको छ, जहाँ हामी सबैले अपेक्षा गरेका छौँ नेपालले अत्यन्तै राम्रो पर्फर्मेन्स गरोस्, तर असम्भव भने पक्कै पनि छैन। आउनुस् नेपाल भर्सेस इङ्ल्यान्डको म्याचको बारेमा कुराकानी गर्नेछौँ। भिडियोलाई लाइक अनि च्यानललाई सब्स्क्राइब गरेर सुरु गरौँ। नेपालले पछिल्लो विश्वकप खास गरेर 2024 मा अत्यन्तै अतुलनीय प्रदर्शन गरेको थियो, जुन हामी अत्यन्तै जितको नजिक आएर पनि त्यो एउटा हामीहरूको कन्फिडेन्सको कमी भनौँ अथवा एक्सपिरियन्सको कमी भनौँ, त्यसले गर्दा जुन हामी नेपाल भर्सेस साउथ अफ्रिका र नेपाल भर्सेस बङ्गलादेशको म्याचहरू हार्न पुगेका थियौँ। पक्कै पनि आशा छ ती म्याचहरूको एक्सपिरियन्सले नेपाललाई यो विश्वकपमा सहयोग पुग्नेछ र पछिल्ला नेपालका दुईटा प्र्याक्टिस म्याचहरू हेर्ने हो भने पनि नेपालले वान साइडेड दुईवटै टिमहरूलाई रन दिएको थियो। हुन त ती दुवै टिमहरू नेपालभन्दा तल्लो दर्जाका हुन्, इङ्ल्यान्डसँग कुनै कम्पेरिजन गर्न मिल्दैन, तर पनि नेपालले एउटा आत्मबल भने पक्कै प्राप्त गरेको छ। र नेपाल भर्सेस इङ्ल्यान्डको म्याच हेर्ने हो भने अब नेपालको स्ट्रङ पक्ष के छ र इङ्ल्यान्डको के छ, अथवा नेपालले इङ्ल्यान्डलाई कहाँनिर मात दिन सक्छ त आउनुहोस् त्यसको बारेमा कुरा गरौँ। हामीले जति नै जे भने पनि नेपालले राम्रो प्रदर्शन गर्न सक्ने भनेको बोलिङकै आधारमा हो। यदि नेपालको बोलिङले इङ्ल्यान्डको ब्याट्सम्यानहरूलाई कम टोटलमा रोक्न सक्यो भने मात्र नेपालको सम्भावना केही पर्सेन्ट जितको रहन सक्छ, होइन भने नेपालले ब्याटिङद्वारा इङ्ल्यान्डलाई आउट क्लास गर्नै सक्दैन। हामी सबैलाई थाहा इङ्ल्यान्ड कुन दर्जाको टिम हो, स्पेसली इन T20, र नेपाल कुन टिम हो त्यो पनि हामी सबैलाई थाहा भइ नै रहेको कुरा हो। तर पनि यो भनिरहँदा असम्भव पनि छैन, किनकि हामीले इङ्ल्यान्डको पास्ट हिस्ट्रीहरू हेर्ने हो भने एभ्री एसोसिएट टिमले इङ्ल्यान्डलाई चाहिँ एकदम कडा टक्कर दिएको अथवा जितेको पनि देख्न सकिन्छ। र 2007 देखि अहिलेसम्म हेर्ने हो भने इङ्ल्यान्ड मल्टिपल्स टाइम एसोसिएट्स टिमहरूसँग हारेको छ, जस्तै आयरल्यान्डसँग, नेदरल्यान्डसँग, अफगानिस्तानसँग, इभन स्कटल्यान्डसँग। यी टिमहरूसँग इङ्ल्यान्ड चाहे 50 ओभरको म्याच अथवा 20 ओभरको म्याचहरू खास गरेर वर्ल्ड कपमा हेर्ने हो भने इङ्ल्यान्ड हारेको देखिन्छ। इङ्ल्यान्डका प्रत्येक ब्याट्सम्यानहरू हिटर छन्, उनीहरू एग्रेसिभ मोडमा हुन्छन्। सो एसोसिएट टिम विरुद्ध खेल्न गइरहेको ओभर कन्फिडेन्सले पनि इङ्ल्यान्डलाई मात दिने गरिरहेको छ, जुन नेपालसँग पनि नहोला भन्न सकिँदैन। यदि नेपालले प्यासेन्स राख्यो, राम्रो बोलिङ गर्यो भने इङ्ल्यान्डलाई पनि कम्ती टोटलमा रोक्न सक्छ, किनकि इङ्ल्यान्डहरू 1 विकेट 2 विकेट 3 विकेट डाउन गए तापनि उनीहरू हानिरहन खोज्छन्, जुन हानिरहन खोज्दाखेरि 2024 को वर्ल्ड कपमा साउथ अफ्रिकासँग के भएको थियो हामी सबैलाई थाहा भएको कुरा हो। साउथ अफ्रिका पनि हानिरहेको थियो, विकेट गइरहेको थियो, हानिरहेको थियो, विकेट गइरहेको थियो, जसले गर्दा नेपालले कम्ती टार्गेटमा रोक्न सकेको थियो। तर अनफर्चुनेटली नेपालले त्यो रन चेस गर्न सकेन, मात्र एक रनले हार्न पुग्यौँ हामी। त्यो पनि एउटा हाम्रो कन्फिडेन्सको कमी थियो, तर त्यसलाई लिएर नेपालले पक्कै पनि सिकेकै छ। र अब भोलिको म्याचमा हेर्ने हो भने नेपालका स्पिनरहरू टप क्लास छन् र नेपालका पेसरहरू पनि इङ्ल्यान्डलाई मात दिने खालका एकदम आउट एन्ड आउट पेस नभए पनि अर्ली ओभरमा चाहिँ स्विङ गर्न सक्ने क्षमता छ सम्पाल कामी, करण केसी यिनीहरूमा, जसले इङ्ल्यान्डको 1-2 विकेट अर्ली झट्का दियो भने प्रेसर आउन सक्छ। र नेपालको त्यो मिडियम पेस र स्लो बोलर नै इङ्ल्यान्डको लागि हतियार मान्न सकिन्छ, किनकि इङ्ल्यान्डले पेस रुचाउने भएको हुनाले नेपालका चाहिँ बोलरसँग गति नभएको हुँदाखेरि सजिलै रूपमा अथवा पेसहरूलाई युज गरेर बााउन्ड्री कटाउन अथवा म्याक्सिमम रन हासिल गर्नलाई गाह्रो नै पर्छ। इङ्ल्यान्डले एफर्ट डाल्नुपर्ने हुन्छ, जहाँ नेपालले फसाउन सक्छ, जुन अगेन साउथ अफ्रिकासँग भएको थियो। हानिरहेका थिए, क्याच आउट भइरहेका थिए, हानिरहेका थिए, क्याच आउट भइरहेका थिए। त्यो एउटा नेपालको स्लो बोलरको अथवा स्लोनेसको कारणले नै भन्न सकिन्छ। र त्यसै गरी नेपालका ब्याट्सम्यानहरू पनि प्र्याक्टिस म्याचहरूको पर्फर्मेन्स हेर्ने हो भने केही फर्ममा छन्, ओपनरहरू पनि ठिकै राम्रै चलिरहेका छन्, मिडल ओभर इभन लोवर अर्डर र फिनिसरहरूले पनि राम्रो पर्फर्मेन्स गरिरहेको देखेर बोलिङ त नेपालको छँदैछ नै। र इङ्ल्यान्डको तर्फबाट हेर्ने भने त अब कुरै नगरौँ, ब्याट्सम्यानहरू 101 नै छन्। त्यही एउटा सानो झिनो आश हो नेपालले चाहिँ इङ्ल्यान्डलाई हराउन सक्छ कि भन्ने, तर नहराए तापनि नेपालले राम्रो प्रदर्शन गरोस्, जुन नेपालले 2024 मा गरेका गल्तीहरू थियो त्यो यसमा चाहिँ नदोहोऱ्याओस् र त्यहाँभन्दा बेटर पर्फर्मेन्स गरोस्, त्यही नै चाहन्छौँ हामीले। धेरै एकदम म्याक्सिमम एक्सपेक्टेसन राख्नुभन्दा पनि नेपालले कम्पिटिसन दियोस्, हेर्न लायकको होस्, कमेन्टेटरहरूले चर्चा गरौँ, अलिकति फास्ट रूपमा नेपालको चाहिँ पर्फर्मेन्स फैलियोस्, त्यो नै हामी फ्यानहरूले हेर्न चाहन्छौँ। तपाईँहरूलाई के लाग्छ, कति पर्सेन्ट चान्स दिन सक्नुहुन्छ तपाईँहरूले नेपाललाई? के नेपालले भोलि अपसेट गर्न सक्ला त? इभन आजको म्याच पाकिस्तान र नेदरल्यान्ड्सको हेर्ने भने नेदरल्यान्ड्सले अलमोस्ट जितेको थियो, तर अगेन त्यही कन्फिडेन्स अथवा एक्सपिरियन्सको कमी भनौँ न। 2 ओभरमा 29 रन चाहिएको थियो, तर पनि त्यहाँबाट नेदरल्यान्ड्स हार्न पुग्यो।
जुन फहिम अशरफले एउटा ब्रिलियन्ट इनिङ्स खेलिदिएका थिए र त्यहाँ एउटा चाहिँ बोलिङको ल्याकअप थियो। अलिकति प्लानिङद्वारा राम्रो बोलिङ गर्न सकेको भए नेदरल्यान्ड्सले त्यो म्याच सजिलै जित्न सक्थ्यो, तर हार्न पुग्यो। आशा गरौँ नेपालले त्यो चाहिँ गल्ती नगरोस्, कन्फिडेन्सका साथ जाओस् र त्यो म्याच जितोस्। हामी सबै नेपालीलाई बेस्ट अफ लक। साथीहरू मिल्छौँ नयाँ भिडियोको साथमा। अहिले गुड बाई। च्यानल नयाँ छ सब्सक्राइब गर्न नभुल्नु होला, भिडियोलाई लाइक गरिदिनु होला र नेपालको म्याचपछि फेरि भेट हुनेछौँ र तपाईँहरूलाई के लाग्छ, तपाईँहरू के एक्सपेक्ट गर्नुभएको छ त यो म्याचदेखि आफ्नो कमेन्ट गर्न नभुल्नु होला। जय नेपाल, जय क्रिकेट।